सुन्नु देखेँ थियो अनि तपाईँले मैले केटीसँग अस्ति नै मात्र अब साथीसँग न अब गइन्छ नि साथी भनेर हुन्छ केटी भनेपछि फेरि हजुर केटी पछि धेरै हुन्छ के लाग्दैन यार हजुर तर मान्छे पढाउने ए तर हजुर क्लास गर्ने मान्छे तपाईँ केटी साथीहरू धेरै छन् भने एउटा बनाइदिनु पऱ्यो क्या मलाई छैन यार होला पुरै त छैन मैले त बनाउँछु नि यार मलाई आउनु छैन मलाई बनाउन हो र त्यो चाहिँ गर्लफ्रेन्ड बनाउने मन लाग्छ र गर्लफ्रेन्ड बनाउनु मन लाग्छ किन त अनि कसरी चाहियो भनेको त फेरि अनि खोज्छ भने होइन अनि मेरो लागि पो भनेको त मैले त हजुर लाग्नु मैले लाग्दैन यार त्यही त भने पहिला मेरो लागि अनि त्यो म तपाईँको लागि बनाइदिएँ ल भोलि अहिले चाहियो मलाई त अहिले चाहियो ल चाहियो चाहियो हजुरलाई अहिले चाहियो जसलाई पनि जसलाई बनाइदिँदा हुन्छ ल ठिक छ तपाईँ जसलाई भन्नुहुन्छ त्यसलाई नै बनाइदिन्छु म भन्न सक्दैन यार होइन इसारा मात्रै दिनु म काम गरिदिन्छु ऊ त्यो हेर्दा हेर्नु ऊ त्यो अगाडि गयो नि त ऊ त्यो मेरो साथी हो हेर ऊ त्यो बस्यो नि हो त्यो मेरो साथी हो त्यसलाई भन भनिदिउँ म भन्न सक्दैन म भनिदिन्छु